के छ भने हामीले पहिलोचोटि के गर्नुपर्छ भने आत्मविश्वास है। यदि हामीले आफूलाई विश्वास गर्न सक्यौँ भने नि हरेक काममा हामी के गर्न सक्छौँ त सफलता पाउन सक्छौँ हैन। जुनै पनि कुरा गर्दा पनि हैन, हामी जुनै पनि काम गर्दा हरेक काममा हरेक क्रियामा हरेक क्रियाकलापमा पहिलोचोटि हामीले के गर्नुपर्छ त आफूलाई विश्वास गर्नुपर्छ। हरेक कुराहरू जस्तै कि पढाइदेखि लिएर हरेक कामदेखि लिएर यदि हामी आत्मविश्वासको के छ भने एउटा है, हामी यदि ड्रेसअपको कुरा सुरुमा के आयो भने हामी कहीँ जाँदाखेरि यदि कुनै काम गऱ्यौँ जस्तै अब पढाइलाई नै एउटा लिइहालौँ न, हामी एउटा प्रश्न गऱ्यौँ है, एउटा प्रश्नको एन्सर जस्तै छ भने के छ भने यदि त्यो प्रश्नको एन्सर हामीले आफै गऱ्यौँ भने आफै मेहनतले गऱ्यौँ भने होइन, आफ्नो दिमागले गऱ्यौँ भने त्यो प्रश्न उत्तरमा हामीलाई के हुन्छ त हामीलाई थाहा हुन्छ त्यसमा हामी कति श्रम गऱ्यौँ होइन, कति दिमाग लाग्यौँ है, त्यसको बारेमा पनि हामीलाई अनुभव हुन्छ र त्यसको होइन हामीले आफूलाई विश्वास हुन्छ कि यो एन्सर सही हो है। त्यसमा पनि हामीले के हुन्छ त आफूलाई गर्व हुन्छ ए मैले यसको एन्सर त मिलाएँ, यसको एन्सर यदि हामीले त्यही एन्सर हामीले अरूमा सिकेर अथवा चिटिङ गरेर गऱ्यौँ भने के हुन्छ त त्यतिखेर आफूलाई भरपर्दो हुँदैन के थाहा यो सही छ कि रङ छ, थाहा हुन्छ हुँदैन नि। त्यस्तै गरी आत्मविश्वास के छ भने एउटा हामीले पहिलो होइन हरेक काममा सफलता पाउनुपर्ने एउटा के हो त एउटा पहिलो सिडी हो है। अनि जस्तै कि हामी कहीँ गयौँ भने पहिलो कुरा अर्को कुरा पनि के रहेछ भने ड्रेसअपमा है, यदि हामीले कम्फर्टेबल आफूलाई कम्फर्टेबल हुने एउटा ड्रेसअप लगायौँ भने त्यसमा के हुन्छ त भने आफू सहज तरिकाले होइन अरूको सामु के हुन सकिन्छ पेस हुन सकिन्छ, अरूको सामु व्यक्त हुन सकिन्छ। तर